यो मेरो फर्स्ट भ्लग हो घोगाको तरकारी अनि हाम्रोतर्फ चुलामै भात पकाउँछ। सो त्यो चुलामा घोगालाई हालेर त्यसले मजाले चलाउने के त्यो भित्र भएको खैया नि त्यो बाहिर निस्किने गरी हामीलाई त्यसलाई चलाउनु पर्छ। अनि त्यसपछि तल झारेर अलि सेलाएपछि त्यो भित्र भएको खैया सबै राम्ररी निकाल्ने गरी त्यसलाई सफा गर्ने अनि त्यो सबै घोगामा भएको खैयालाई राम्ररी निकाल्ने। सबैको खैया निकालेपछि हामी कराहीमा अलि तेल अनि त्योमा खरा मसलाहरूलाई हाल्छौँ अनि त्यसलाई मजाले चलाउँछौँ त्यो पाक्ने गरी। अनि त्योमा बम फुट्ने गरी तोरी अनि लसुन आदिको पेस्ट हाल्ने अनि त्यसलाई मजाले चलाउने त्योबाट तेल छुटिने गरी। तोरी लसुन अनि आदिको पेस्ट राम्ररी पकिसकेपछि हामी फेरि बम फुट्ने गरी खुर्सानीको धुलो अनि जिरा धनियाँको धुलोको नुन बेसार हालेर त्यसको पेस्ट हाल्ने अनि त्यो पेस्टलाई पनि मजाले चलाउने 2-3 मिनट। अनि त्यसपछि यसको त्यो ओइल हुन्छ नि त्यो सुकेपछि हामी योमा घोगा हाल्छौँ। सबै घोगा हालेपछि त्यसले मजाले चलाउने सबै घोगामा मसला मेल्ट हुने गरी त्योमा घुल्ने गरी चलाइ गर्नुपर्छ अनि त्यसको स्वाद बढी आउँछ। मजाले चलाएपछि हामी त्योमा मसलाको पानी हाल्छौँ अनि त्यसपछि त्यसले थोरै उबालेर रेडी। Follow for more recipe.